आचार्य मेनुकाजी हुनुहुन्छ सुते ल भन्दै हुनुहुन्छ तपाईँको लागि पनि माया छ। र अहिले भने विनोदजी हुनुहुन्छ के छ हालखबर एकदमै आरामै छु। र अहिले 6 ओभरको पनि खेल सक्यो। 92 रनमा अहिले बिना कुनै विकेट गुमाइकन टिम इन्डियाले ब्याटिङ गर्दैछ भने उतापट्टि सन्जु स्यामसन, उतापट्टि अहिले अभिषेक शर्मा, यो दुईटाको ब्याटिङ कम्बिनेसन ओ माई गड एकदमै दामी गएको छ। र करिब करिब 4100 भन्दा बढी साथीहरू हामीसँग अहिले लाइभमा हुनुहुन्छ भने सबैजनाको लागि उडी चुप्पा भन्दै म तपाईँको माझमा छु। र अहिले यति बेला अहिले 14 ओभरको खेल मात्र बाँकी छ। आज टस जितेर बलिङ रोजेको ज्याकब डफी यानि कि अहिले न्युजिल्यान्डले ठिकठाक नै गरेको छ बलिङ चाहिँ, तर इन्डियाले चाहिँ धोबी धुलाई लगाइदिएको छ आज। र अहिले पनि म तपाईँको माझमा छु। र अहिले निरन्तर रूपमा हामी तपाईँको माझमा लाइभमा छौँ। र यतिखेर हेर्ने हो भने इन्डियाले 92 रन खातामा जोड्यो। अब चाहिँ ओभरको पहिलो बल लिएर बलिङको लागि मिचेल स्यान्टर, अहिले पनि क्याप्टेन कुल मिचेल बलिङको लागि आइसके है त। ओभरको पहिलो बल र बायाँ हाते लेग ब्रेक बलर अहिले मिचेल स्यान्टर बलिङको लागि छन्। र ओभरको पहिलो बल लिएर ब्याटिङको लागि सन्जु स्यामसन मात्र केवल 17 बलमा 33 रनको ब्याटिङ गर्दै, र अहिले उनीबाट 3टा छक्का लाग्यो भने 2टा चौका पनि लागिसकेको अवस्था छ। र अहिले ओभरको पहिलो बल आउनुहोस् र स्पिनर बलर स्यान्टरको बलिङ हेरौँ है त। यसपालिको पहिलो बल बायाँ हाते बलर बलिङ खाल्दै स्यान्टर अहिले पनि बलिङको लागि छन्। र मिचेल स्यान्टर अहिले बलिङको लागि थिए र अहिले पहिलो बलको सामना गर्दै अहिले अम्पायरबाट पावर प्ले सकिएको पनि सङ्केत आएको छ। र अहिले ब्याटिङको लागि अहिले सन्जु स्यामसन ओभरको पहिलो बल लिएर ब्याटिङ गर्दै सन्जु स्यामसन ओभरको पहिलो बल थियो शानदार। यसपालिको बल फाइनलीको क्षेत्रमा स्विप गर्न पुगे पहिलो बल थियो शानदार, डट बल राखिएको छ। फिल्डर अगाडितर्फ भएसँगै अहिले पहिलो बललाई डिफेन्स गर्न पुगे पहिलो बल डट बल राखिएको छ। र राम्रो बलिङ है त। अब क्याप्टेनको बलिङ राम्रो आउनै पर्यो पक्कै पनि होइन। पहिलो बल डट बल, दोस्रो बललाई पनि राम्रो बलिङ राख्दै यसपालिको बल पनि डट बल राखिएको छ। लगातार दुईटा बल नै डट बल राखिएको छ। र अहिले 92 रनमा अहिले बिना कुनै विकेट गुमाइकन टिम इन्डियाले ब्याटिङ गर्दैछ। ओभरको तेस्रो बल सन्जु स्यामसन ब्याटिङ गर्दै यसपालिको तेस्रो बल अगाडितर्फ बढेर यो बललाई हल्का हातले पञ्च गर्दै बल गयो। अहिले फेरि पनि यो बल फिल्डरको हातमा र अहिले डी ब्याक पोइन्टमा गएको यो बल। यसपालि पनि केवल मात्र डट बल। र नमस्ते दाजु, हाल खबर हामीसँग अहिले कोहलपुरबाट तिलक मगर्जी हुनुहुन्छ, तपाईँको लागि धेरै माया छ है त। र कमेन्टमा आउनु भएर मिठो कमेन्ट गर्नुभएकोमा धेरै माया छ। अहिले 3 बल लगातार रूपमा डट बल राख्दै ब्याटिङको लागि हामीले सन्जुको ब्याटिङ देखिरहेका छौँ। र अहिले 3टा बल बाँकी छ बलिङ अट्याकको लागि। मिचेल स्यान्टर ओभरको चौथो बल ब्याटलाई घुमाइदिए बाउन्ड्रीबाट बाहिर 4 रनको लागि। र अहिले हात खोल्ने मौका, बाउन्ड्रीबाट बाहिर गएको छ बल। निकै नै शानदार ब्याटिङ। मात्र केवल 13 रन टाढा रहेका छन्। मात्र केवल 13 रन टाढा रहेका छन् यो 50 रनको लागि पनि। र नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब पनि गर्नु पर्यो। म तपाईँको माझमा यति बेला ब्याक टु ब्याक कमेन्ट्रीबाट छु। र अहिले अन्तिम 2वटा बल बाँकी छ भने ओभरको 5औं बल बलिङको लागि मिचेल स्यान्टर बलिङ गर्दै ब्याटिङको लागि अहिले अभिषेक शर्मा यसपालिको बललाई 1 रन निकाल्दै स्ट्राइक चेन्ज गर्न पुगे। र अहिले अन्तिम बल बाँकी छ है त। 5औं बलमा खातामा 1 रन आउन पुग्यो। र खातामा 1 रन आउँदै गर्दा अहिले हामी अन्तिम बलमा छौँ। र तर अहिले स्ट्राइक चाहिँ चेन्ज भएको छ। र स्ट्राइकमा अहिले परिवर्तन। म तपाईँको माझमा अहिले लाइभ अनि कमेन्ट्रीमा छु। र कुन ठाउँबाट हेर्नु भएको छ प्लिज कमेन्ट गर्नु पर्यो है त। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ प्लिज कमेन्ट बक्समा कमेन्ट गरिदिनु पर्यो। मैले रिसेन्ट टाइममा म तपाईँको माझमै छु। र अहिले इन्डियाले एकदमै पेलिराखेको अवस्था छ। ओभरको अन्तिम बल, यस ओभरको अन्तिम बल बायाँ हाते बलर मिचेल स्यान्टर बलिङ खाल्दै यसपालिको बललाई 1 रन निकाल्न पुगे। यो बल खातामा केवल 1 रन। र यो 1 रनसँगै 7 ओभरको पनि खेल सकियो। र अहिले हामीसँग अशोकजी हुनुहुन्छ हामीसँग, र दाजु सन्चै हुनुहुन्छ। म चाहिँ कैलालीबाट भन्दै हुनुहुन्छ। हाम्रो अशोकजीको लागि धेरै माया है त। र अहिले आज हाम्रो तिलकजीले भन्नुभएको छ बिना साबुनको धुलाई बनेको छ भन्दै हुनुहुन्छ। त्यही त भने। र आज इन्डियाको टिमले न्युजिल्यान्डको टिमलाई फाइनल म्याचमा बिना साबुनको धुलाई गरेको छ है। र अहिले सौरभजी झापाबाट हुनुहुन्छ हामीसँग, धेरै माया छ। र अहिले कञ्चनपुरबाट फ्याक्जी हुनुहुन्छ, धेरै माया। हामीसँग क्यानाडाबाट प्रेमजी हुनुहुन्छ, धेरै माया भन्न चाहन्छु। र अहिले नेपालमा हुनुहुन्छ, नेपालभन्दा बाहिर हुनुहुन्छ भने पनि धेरै माया भन्न चाहन्छु। र अहिले यति बेला हेर्ने भने 7 ओभरको पनि खेल सक्यो। मात्र केवल 13 ओभरको खेल बाँकी नै छ। पहिलो बल लिएर अहिले यो ओभर यानि कि मिचेल स्यान्टरले बलिङ गरेका हुन्। र यसपालिको बललाई स्यान्टरको बलिङ अट्याकमा अभिषेक शर्मा, वाह क्या बलिङ छ साथीहरू, क्या बलिङ छ है।
र अघिल्लो ओभर चाहिँ राम्रै भयो, केवल मात्र 6 रन खातामा आएको छ। अहिले 7 ओभरको पनि खेल सकियो 98 रनमा।